च्याप्टर 14 सेकुलरिजम अक्नोलेज योर स्याडो। सेकुलरिजम भनेको के हो? धेरै मानिसहरू सोच्छन् सेकुलरिजम भनेको धर्मको विरोध हो, गडमा विश्वास नगर्नु हो, मन्दिर मस्जिद चर्चबाट टाढा बस्नु हो। तर हरारी भन्छन् सेकुलरिजम भनेको धर्मको विरोधी होइन, यो एउटा इथिकल कमिटमेन्ट हो। धर्मले भन्छ सत्य हामीसँग छ, सेकुलरिजमले भन्छ सत्य खोज्नु पर्दछ। यही दुई दृष्टिकोणको फरकले च्याप्टर 14 निर्माण भएको छ। सेकुलरिजम भनेको के हो? हरारी भन्छन् सेकुलरिजमको अर्थ भगवानलाई गाली गर्नु होइन, नास्तिक बन्नु पनि होइन। तपाईँ मुस्लिम बन्न सक्नुहुन्छ, तपाईँ क्रिस्चियन, हिन्दू, बुद्धिस्ट बन्न सक्नुहुन्छ, तर यदि तपाईँ ट्रुथ, कम्प्यासन, इक्वालिटी, फ्रिडम, रेस्पोन्सिबिलिटीलाई सम्मान गर्नुहुन्छ भने तपाईँ सेकुलर सोसाइटीको सदस्य बन्न सक्नुहुन्छ। सेकुलरिजम धर्मको विरोधी होइन, यो डोगमा सिद्धान्तको विरोधी हो। सेकुलरिजमको पहिलो पिलर भनेको ट्रुथ हो। हरारी भन्छन् सेकुलरिजमको सबभन्दा ठुलो कमिटमेन्ट भगवानप्रति होइन, सत्यप्रति हो। सत्य विश्वासबाट होइन, अब्जर्भेसनबाट आउँछ, एभिडेन्सबाट आउँछ, क्वेसन्सबाट आउँछ। ग्यालिलियोले पृथ्वी ब्रह्माण्डको केन्द्र होइन भने त्यो बाइबल विरुद्ध थियो, तर ग्यालिलियोको लोयलिटी स्क्रिप्चरप्रति होइन, सत्यप्रति थियो। दोस्रो पिलर भनेको कम्प्यासन हो। हरारीको अनुसार सेकुलर इथिकल सोसाइटीको आधार हो। कम्प्यासन अर्थात् अरूको पीडा बुझ्न सक्ने क्षमता हो। नैतिकता भनेको केवल नियम मान्नु होइन, नैतिकता भनेको मेरो कामले कसैलाई दुःख दिन्छ कि दिँदैन भनेर सोच्नु हो। सेकुलरिजमको अर्को पिलर भनेको इक्वालिटी हो। इक्वालिटी भनेको सबै मानिस उस्तै छन् भन्ने होइन, सबै मानिस सम्मानका हकदार छन् भन्ने हो। किनकि पीडा सबैको लागि पीडा हो, खुसी सबैको लागि खुसी नै हो, ज्ञान सबको लागि ज्ञान नै हो। फ्रिडम, स्वतन्त्रता। सेकुलरिजमले अर्को कुरा सिकाउँछ, डाउट गर्ने साहस। धेरै आइडियोलोजीहरूले भन्छ उत्तर हामीसँग छ, सेकुलरिजमले भन्छ सायद हामी गलत पनि हुन सक्छौँ। हरारीको डिप अब्जर्भेसन छ, सबभन्दा डेन्जर उत्तर त्यो होइन जुन गलत छ, सबभन्दा डेन्जर उत्तर त्यो हो जसलाई प्रश्न गर्न पाइँदैन। रेस्पोन्सिबिलिटी, जिम्मेवारी। अब च्याप्टरको अर्को महत्त्वपूर्ण भाग आउँछ। धर्मले धेरै पटक भन्छ भगवानले हेर्नुहुन्छ, भगवानले समाधान गर्नुहुन्छ, भगवान छ, सब थोक छ। तर सेकुलरिजमले भन्छ होइन, यदि भोग छ भने हामीले समाधान गर्नुपर्दछ, यदि युद्ध छ भने हामीले रोक्नु पर्दछ, यदि क्लाइमेट क्राइसिस छ भने हामीले जिम्मेवारी लिनुपर्दछ। वाज स्टालिन सेकुलर? अब च्याप्टरको कन्ट्रोभर्सियल भाग आउँछ। धेरै मानिसहरू भन्छन् स्टालिन नास्तिक थिए, त्यसैले सेकुलर थिए, तर हरारी भन्छन् त्यति सजिलो छैन। यदि सेकुलरिजमको अर्थ केवल गडमा विश्वास नगर्नु हो भने स्टालिन सेकुलर थिए, तर यदि सेकुलरिजमको अर्थ ट्रुथ, कम्प्यासन, फ्रिडमप्रति कमिटमेन्ट हो भने स्टालिन सेकुलर थिएनन्। उनले नयाँ रिलिजन बनाए, स्टालिनिजम, जहाँ गड थिएन तर डोगमा थियो, फियर थियो, ब्लाइन्ड ओबिडियन्ट थियो। भगवान नमान्नु मात्र सेकुलरिजम हुँदैन, डोगमा हटाउनु सेकुलरिजम हो। अब च्याप्टरको सबभन्दा डिप र अनेस्ट पार्ट आउँछ। यहाँसम्म सुन्दा यस्तो लाग्छ ठिक छ, रिलिजनमा समस्या रहेछ, त्यसैले सेकुलरिजम नै पर्फेक्ट होला। तर हरारी यहाँ एउटा महत्त्वपूर्ण ब्रेक लगाउँछन्। उहाँ भन्छन् कुनै पनि आइडियोलोजी, रिलिजन, मोमेन्ट वा फिलोसफी पर्फेक्ट हुँदैन, किनकि हरेक उज्यालोसँग एउटा छाया पनि हुन्छ। च्याप्टरको अर्थ बुझौँ, अक्नोलेज योर स्याडो। हरारी भन्छन् हरेक रिलिजनको स्याडो हुन्छ। क्रिस्चियनिटीको स्याडो, इस्लामको स्याडो एक्सट्रिमिजम, अतिवाद थियो। हिन्दूको स्याडो कास्ट डिस्क्रिमिनेसन थियो। तर सेकुलरिजमको पनि आफ्नै स्याडो छ। साइन्सले एन्टिबायोटिक्स दियो, तर एटोमिक बम पनि दियो। इन्डस्ट्री रिभोल्युसनले प्रस्पेरिटी दियो, तर क्लाइमेट क्राइसिस पनि दियो। मार्क्सवादले इक्वालिटीको सपना दियो, तर ग्याङ लेबर क्याम्प पनि दियो। त्यसकारणले हरारी भन्छन् तपाईँ जुन आइडियोलोजीमा विश्वास गर्नुहुन्छ त्यसको स्याडो पनि हेर्न सिक्नुहोस्। जब मानिसले आफ्नो आइडियोलोजीको उज्यालो मात्र देख्छ र त्यसको अन्धकार पक्ष देख्न छाड्छ, कट्टरता जन्मिन्छ। थ्याङ्क यू। नेक्स्ट च्याप्टरमा भेटौँ।